म अनुरोध गर्छु अभिभावकजीहरुसँग तीनवटा काम आफ्नो बच्चासँग कहिल्यै पनि नगर्नु। एउटा कम्प्लेन, बीच बजारमा भला घरमा ल्याएर हजुर गाली गर्नुहोस् तर बीच बजारमा आफ्नो बच्चाको कहिल्यै पनि बेइज्जती गर्दै नगर्नुहोस्। हेर्नुस् है, म भन्दैछु यसले बच्चाको मनोविज्ञानमा हुनु त अब यही अगाडि हुनुहुन्छ। हेर्नुस् है, म भन्दैछु बडो ठूलो फरक पर्छ। उसको दिमागमा एक किसिमको नकारात्मक असर पर्छ कि कोही पनि हजुरले आफै विचार गर्नुहोस् त, हजुरको श्रीमानले बीच बजारमा हजुरलाई दुई शब्द गाली गर्दा हजुरलाई कति गिल्टी फिल हुन्छ भित्रदेखि। मेरो श्रीमानले भला घरमा लगाएर दुई थप्पड हानेको भए बरु सहन सक्थे होला, तर यो बीच बजारमा दोस्रो मान्छेको अगाडि बेइज्जत गर्ने बच्चालाई पनि त्यही प्रभाव पर्छ। त्यही भएर बच्चालाई कहिल्यै पनि बीच बजारमा बरु हजुरहरूले एउटा संस्कार सिकाइदिनु होला, अनुरोध छ। कस्तो? बच्चाले झगडा गर्यो कि मलाई गुडिया चाहियो, खेलौना चाहियो। सुन्नुस् है, समाधान पनि बताउँछु। मलाई बच्चाले भन्यो मलाई यो चाहियो, बच्चासँग हजुरहरूले फ्रेन्डली बिहेभियर गर्नुपर्छ, एकदमै फ्रेन्डली बिहेभियर। किन बच्चा झुट बोल्छ थाहा छ? हजुर बार बार गाली गर्नुहुन्छ त्यही भएर झुट बोल्छ। बार बार गाली गर्नुहुन्छ, किन? तैँले यो किन गरिस्, तैँले यो किन गरिस्। अब उसले कुरा लुकाउन लाग्छ कि छुपाउन लाग्छ बाबासँग आमासँग। मैले यो भन्नु हुँदैन, किन मलाई भोलि गाली खानुपर्छ, भोलि मैले कुटाइ खानुपर्छ होला, मैले अब लुकाउनु पर्छ, छुपाउनु पर्छ। अनि उसले ठुलो गल्ती गर्दा पनि छुपाउने प्रयत्न गर्छ क्या, झुटो बोल्छ। त्यही भएर फ्रेन्डली बिहेभियर गर्नुहोस्, यति साथी जस्तो। कुनै पनि जस्तै हजुरले सपोज यो पेन छ, हजुरले यसलाई खोल्नुभयो, रिफिल निकाल्नुभयो, अब बच्चालाई भन्नुहोस् कि बाबु यो कसरी हाल्ने, भला हजुरलाई आउँछ त्यो चलाउनलाई, तर बच्चालाई भन्नुहोस् कि बाबु यो मलाई आएन, तिमी यसलाई सेट गरेर देखाउ त। त्यसमा उसलाई के हुन्छ, क्रिएटिभ बन्ने उत्प्रेरणा हुन्छ सानो सानो कामबाट। तिमी यो गरेर देखाउ। त्यस्तै उसले जब जुन दिन हजुरहरू भन्नुहुन्छ नि बाबु कमाई यति छ, यो हिसाबले चल्नुपर्छ, भला उसले 3000 को सामानको उसले एक्सपेक्टेसन गर्यो हजुरसँग, हजुरले उसलाई प्रष्ट रूपमा बताइदिनुहोस्। तिमीले आफ्नो खाजा खर्चबाट जोगाएर यदि किन्न सक्छौ भने गर। त्यो किसिमको उसलाई सोच सानैदेखि जब बताउन लाग्नुहुन्छ नि, उसले पछि गएर के बन्छ, पछि गएर त्यसलाई आफ्नो जीवनमा उतार्ने प्रयत्न गर्छ। यसकारण पहिलो कम्प्लेन, सडकको बीचमा कहिल्यै पनि आफ्नो बच्चालाई यो कर्म गर्दै नगर्नु होला। दोस्रो कम्पेयर, फलानाको बच्चाले 90% ल्याउने, तैँले 70 ल्याउने। आमाहरू सबैभन्दा बढी बाबाहरू पनि हुनुहुन्छ। एक विद्यालयले दौड प्रतियोगिताको आयोजना गरेछ। दौड प्रतियोगिताको आयोजना गर्दा बच्चाहरू दौडी अगाडिबाट, त्यसमा अभिभावकलाई पनि बोलाइएको थियो। अभिभावक अगाडि बस्नु भएको छ। बच्चा दौडिँदै आए, एउटा बच्चा दौडिँदै थियो, दौडिँदा ऊ भन्दा अगाडि अरू 5 जना बच्चा गए, तर पनि त्यो बच्चा हार नमानी दौडिरह्यो। भला 5 नम्बरमा आयो, तर उसको बाबाले भन्नुभएछ बाबु तिम्रो दौड तिमी भन्दा अगाडि भएका 5 जनासँग होइन, तिमी भन्दा पछाडि भएका 45 जनासँग थियो। यसकारण तिमी मेरो लागि जित हासिल गरेका छौ। त्यसले के हुन्छ, उसलाई उत्प्रेरणा हुन्छ, अर्को पटक म अवश्य राम्रो गर्छु, 45 पछाडि थिए त म अब 46 बनाउँछु भनेर आफै लागि पर्छ। तर सुरुमै हाम्रो बानी कस्तो हुन्छ भने कुनै पनि काम गर्ने बित्तिकै 2 थप्पड हानिहाल्छौँ कि भला आफू चाहिँ 2 थप्पड हान्न हुने, अर्काले छोस् त। अब त्यहाँ एउटा मात्रै गाली गरोस् त अर्काले, तर त्यो भावना होइन। बच्चालाई सम्झाएर, अनि सबैभन्दा पहिलो कस्तो हुन्छ, बच्चाले कुनै पनि काम देखेर धेरै गर्छ। देखेर